नमस्ते नमस्कार सम्पूर्णमा म चन्देश्वर चौधरी। अब हामी चाहिँ दोस्रो भाग पढ्न गइरहेको छौँ। अघि चाहिँ हामी पार्ट 1 पढेको, अब पार्ट 2 पढ्न गइरहेको छौँ। यसमा क्वेसनहरु के दिएछ भने वेयर डु यु लिभ। यसमा क्वेसन स्टेटमेन्ट हो कि होइन भने चाहिँ हामी छुटाउन भनेको छ। अब यो कसरी छुटाउने भनेर यो चाहिँ हामी अघि भिडियोमा चाहिँ पढिसक्यौँ हैन। अब यहाँ चाहिँ डी क्वेसनमा के दिएछ भने वेयर डु यु लिभ, तिमी कहाँ बस्छौ, यो छुटाउन सकिन्छ। यो चाहिँ सही हो गलत हो त्यो छुटाउन सकिन्छ, छुटाउन सकिन्न। त्यसकारणले यो चाहिँ एउटा स्टेटमेन्ट होइन हैन। वेयर डु लिभ यो के भनेछ भने वेयर डु लिभ, तिमी कहाँ बस्छौ, त्यो चाहिँ यो एउटा स्टेटमेन्ट होइन। द सेन्टेन्स वेयर डु लिभ कान्ट बी असाइन्ड टु योर फर्स्ट, सो इट इज नट स्टेटमेन्ट। के भएछ भने हामी यो गुण सेन्टेन्सलाई चाहिँ एसाइन गर्न सकिरहेको छैनौँ। त्यसकारणले के भएको छ भने यो स्टेटमेन्ट होइन। बुझ्यौ? स्टेटमेन्ट हुनको लागि अथवा कुनै पनि सेन्टेन्स के हुनु पर्यो, ट्रु हो अथवा फल्स। त्यसकारणले हामी चाहिँ कुनै पनि सेन्टेन्सलाई चाहिँ हामी ट्रु अथवा फल्स भन्न सकिन्छ के। कुनै पनि सेन्टेन्सलाई हामी ट्रु अथवा फल्स भनिन्छ। त्यसकारणले यहाँ क्वेसनमा के दिएछ भने ई नम्बरमा, अब ई नम्बरमा के पुग्यो भने अन्डरस्ट्यान्ड लजिक। अन्डरस्ट्यान्ड लजिकमा के भनेछ भने यसलाई ट्रु अथवा फल्स छुटाउन सकिन्छ, सकिन्न नि त। यहाँ के भनेछ, द सेन्टेन्स अन्डरस्ट्यान्ड लजिक कान्ट बी असाइन्ड टु अर फर्स्ट, सो इट इज नट अ स्टेटमेन्ट। जुन यो अन्डरस्ट्यान्ड लजिक छ यसले चाहिँ हामी एसाइन गर्न सकिन्न ट्रु अथवा फल्स। त्यसकारणले यो एउटा स्टेटमेन्ट होइन भनेर हामी चाहिँ बुझ्न सकिन्छ। अब यहाँ नम्बरमा के भनेछ भने हो हाउ ब्युटिफुल द स्नेक इज, यो एउटा क्वेसन दिएछ। द सेन्टेन्स हो हाउ ब्युटिफुल द स्क्यान इज कान्ट बी एसाइन्ड, यो चाहिँ यो ट्रु हो अथवा फल्स हो, यसलाई चाहिँ एसाइन गर्न सकिन्न। त्यसकारणले के हुन्छ भने यो एउटा स्टेटमेन्ट होइन। बुझ्यौ? स्टेटमेन्ट हुनको लागि हामी बुझिसकेका छौँ। स्टेटमेन्ट हुनलाई कुनै पनि सेन्टेन्सलाई पढ्दाको बेलामा त्यो सही हो अथवा गलत हो भनेर हामी छुटाउन सकिन्छ। छुटाउन सक्यौँ भने त्यो बेला माथि के हुन्छ, त्यो स्टेटमेन्ट हुन्छ। जब हामी छुटाउन सक्दैनौँ भने त्यो चाहिँ स्टेटमेन्ट भनेर चाहिँ हामी बुझिँदैन। अब हेर, यो सेन्टेन्सले हामी छुटाउन सक्छौँ, ओ द ब्युटिफुल द स्क्यान इज, यसलाई छुटाउन सक्दैनौँ। त्यसकारणले के भएको छ भने यो चाहिँ एउटा स्टेटमेन्ट होइन, हामी बुझ्न सक्छौँ। अब जी नम्बरमा के छ भने x+1 = 2 भने चाहिँ x+1 = 2 हुन्छ। हामी चाहिँ यसलाई सही हो अथवा गलत हो छुटाउन सक्छौँ, छुटाउन सक्दैनौँ। किनभने यसमा दुईटा छ नि, यो सबै यो युजरको डिपेन्ड पर्छ। अब कोही मान्छे के हुन्छ भने एक्समा कोही 5 राख्देला अनि तिमी खोइ 10 हाल्देऊ हैन। त्यो टोटल्ली डिपेन्ड के हुन्छ भने युजरमा टोटल्ली डिपेन्ड हुन्छ। त्यसकारणले हामी चाहिँ यसलाई चाहिँ स्टेटमेन्ट हो भनेर चाहिँ हामी भन्न सक्दैनौँ। अब यहाँ एन्सर कसरी लेखाउँछ भने द सेन्टेन्स x+1 = 2 कान्ट बी असाइन्ड, हामी यसलाई सही हो अथवा फल्स हो भनेर चाहिँ हामी छुटाउन सक्दैनौँ। त्यसकारणले यो चाहिँ स्टेटमेन्ट होइन, हामी बुझ्न सक्छौँ। अब यसमा के छ भने x इज अ नेचुरल नम्बर, x एउटा नेचुरल नम्बर। हामी चाहिँ यसलाई चाहिँ ट्रु अथवा फल्स हो छुटाउन सक्छौँ, छुटाउन सक्दैनौँ। त्यो नेचुरल नम्बर चाहिँ 1 देखि स्टार्ट हुन्छ 100 सम्म हैन। 1 देखि स्टार्ट जति पनि नम्बर हुन्छ त्यसलाई चाहिँ नेचुरल नम्बर भनिन्छ। अब जे पनि यहाँ हुनसक्छ हैन, त्यो टोटल्ली के डिपेन्ड हुन्छ, युजरमाथि टोटल्ली डिपेन्ड हुन्छ। कोही 5 राख्देला, कोही 20 राख्देला, कोही 5 राख्देला, कोही 2 राख्देला, कोही 3 राख्देला, यो टोटल्ली डिपेन्ड के भएको छ, युजरमाथि। द सेन्टेन्स x इज अ नेचुरल नम्बर, जुन यो सेन्टेन्स नेचुरल नम्बर छ यो कान्ट बी असाइन्ड, यसलाई चाहिँ हामी ट्रु अथवा फल्स भन्न सक्दैनौँ। त्यसकारणले यो चाहिँ स्टेटमेन्ट होइन भनेर हामी बुझ्न सक्छौँ। अब यहाँ आई नम्बरमा के छ भने ... इज द हाइएस्ट माउन्टेन इन द वर्ल्ड। के भनेछ भने जुन यो छ हैन, यसले के भनेछ हाइएस्ट माउन्टेन इन द वर्ल्ड भनेको छ कि। चाहिँ यहाँ के भएको छ भने हामी चाहिँ सगरमाथा पनि हुन्छ हैन, अनि दोस्रो पनि हुनसक्छ हैन। त्यसकारणले चाहिँ हामी छुटाउन सक्दैनौँ यो चाहिँ हाइएस्ट माउन्टेन हो भनेर हैन। त्यसकारणले यो जुन यो सेन्टेन्स दिएको छ .इज द हाइएस्ट माउन्टेन इन द वर्ल्ड
कहाँ बे साइन के यसले हामी ट्रु अथवा सही हो भनेर चाहिँ छुटाउन सक्दैनौँ। त्यस कारणले यो चाहिँ स्टेटमेन्ट होइन। यति बुझ्न सक्छौँ होइन। त्यसपछि हामी चाहिँ यो हामी सिकेसँग एक्सर्साइज हामी जानिसक्यौँ। त्यसपछि के भएको छ भने लजिकल कग्निटिभमा हामी पुगिसक्यौँ। त लजिकल कग्निटिभ भनेको के हो भने हामी पहिल्यै बुझिसकेछौँ। लजिकल कग्निटिभ भनेको के हो भने द वर्ड विच चेन्ज or combine simple statement to form new statement or compound statement are called logical cognitives. Logical cognitive भनेको त्यस्तो वर्डले भनिन्छ जुन चाहिँ सिम्पल स्टेटमेन्टलाई चेन्ज गर्छ अथवा कम्बाइन गर्छ। नयाँ स्टेटमेन्ट बनाउन अथवा कम्पाउन्ड स्टेटमेन्ट बनाउनलाई त्यसलाई चाहिँ लजिकल कग्निटिभ भनिन्छ। लजिकल कग्निटिभ भनेको त्यस्तो शब्दले भनिन्छ जुन चाहिँ सिम्पल स्टेटमेन्टहरूमा जोडिन्छ अथवा त्यसले चेन्ज गर्छ के गर्नलाई नयाँ स्टेटमेन्ट अथवा कम्पाउन्ड बनाउनलाई त्यस्ता शब्दहरूले चाहिँ लजिकल कग्निटिभ भनेर चाहिँ बुझिन्छ। अनि मोस्टली के भएको छ भने हामी यहाँ कुन कुन लजिकल कग्निटिभहरू दिएको छ यो चाहिँ तल दिएको छ त्यो बुझ्न सकिन्छ हामी। द मोस्ट कमनली युज लजिकल कग्निटिभ वाज टेबल्ड बिलो हैन। जुन मोस्ट कमनली लजिकल कग्निटिभहरू दिएको छ त्यो चाहिँ हामी पढ्न गइरहेको छौँ है। अब हेर यहाँ चाहिँ यो लाइनमा के छ भने कग्निटिभ वर्डहरू दिएछ। कग्निटिभ वर्ड भनेको हामी बुझ्न सक्छौँ कि जुन सिम्पल स्टेटमेन्ट हुन्छ नि जुन सिम्पल स्टेटमेन्टलाई चाहिँ जोडेर जुन चाहिँ कम्बाइन स्टेटमेन्ट बनाउँछ त्यसैले चाहिँ कग्निटिभ वर्ड भनिन्छ के। कग्निटिभ वर्डहरू चाहिँ 5वटा हुन्छ हामी बुझ्न सक्छौँ। अब यो चाहिँ ऐनको चाहिँ कग्निटिभ सिम्पल भनेको यो तल घुमाइएको छ यस्तो हुन्छ। यसको नाम चाहिँ कन्जक्सन हो हामी बुझ्न सक्छौँ। अनि यसलाई चाहिँ अर हुन्छ यो बी माथिको हामी बुझ्न सकिरहेको छौँ देखिरहेको छौँ हैन। यसलाई चाहिँ डिसक्सन भनेर भनिन्छ। अब यसलाई चाहिँ नट भनिन्छ। कग्निटिभ वर्ड भनेको नट हो। यसलाई चाहिँ कग्निटिभ सिम्बल भनेको यो जुन तिर्सो छ यसलाई चाहिँ हामी बुझ्न सक्छौँ। यसको नाम चाहिँ नेगेसन भनेर चाहिँ बुझिन्छ हैन। त्यसपछि यसलाई चाहिँ कग्निटिभ वर्ड भनेको इफ डट दैन हुन्छ। अनि यसको चाहिँ कग्निटिभ सिम्बल भनेको यो चाहिँ हामी जुन इक्वल गरेर जुन एरो काटिएको हुन्छ यस्तो हुन्छ। अनि यसलाई कग्निटिभ नेम भनेको कन्डिसनल अथवा इम्प्लिकेसन भनेर चाहिँ हामी भनिन्छ। फेरि के भयो भने कग्निटिभ वर्ड हैन कग्निटिभ वर्ड भनेको इफ एन्ड ओन्ली इफ भनिन्छ। यसको कग्निटिभ सिम्बल भनेको जस्तै यहाँ हामीले हैन यो सेम यसको जस्तो हुन्छ हैन। यस्तो एरो इक्वल गरेर यस्तो एरो काटेको हुन्छ अनि यता पनि काटेको हुन्छ हैन। त्यो हामी बुझ्न सक्छौँ। अनि यसको कग्निटिभ नेम यसलाई चाहिँ यसको नाम के हुन्छ भने बायो कन्डिसनर अथवा इक्विपमेन्ट भनेर भनिन्छ। अब जस्तै यो चिज हुन्छ नि अब यसलाई चिन्नको लागि यसको नाम त छुटाउनु पर्यो नि। जस्तै हाम्रो नाम हुन्छ हैन चन्देश्वर भनेर राजुको नाम होला हैन अरूको नाम होला चिन्नलाई सजिलो परोस् बोलाउनलाई सजिलो परोस् हैन। त्यस कारणले के भएको छ नाम राखिएको हुन्छ। त्यस्तै यसले पनि जान्न चिन्न पढ्न सकोस् सजिलो हुन सकोस् भनेर यसको पनि नाम छुटाइएको छ। यसको नाम बायो कन्डिसनल हो। यसको नाम चाहिँ कन्डिसनल हो। यसको नाम चाहिँ नेगेसन हो। यसको नाम डिस्कनेसन हो। अनि यसको नाम चाहिँ कन्जक्सन भनेर बोलाइन्छ हैन। अब यहाँ चाहिँ हामी लजिकल कग्निटिभमा चाहिँ पुगिसकेछ। अब पहिलो चाहिँ हामी कन्जक्सन पढ्न गइरहेको छौँ। यहाँ जुन छ माथिको हैन माथि कन्जक्सन जुन छ यो एन्ड त्यसको बारेमा हामी सिक्न गइरहेको छौँ है।